Please, arms and legs inside the vehicle. रिसेन्टली मैले 2026 को सर्भाइभल थ्रिलर मुभी हेरेको थिएँ। यो एउटा ब्रिटिश इंग्लिश ल्याङ्ग्वेजको मुभी रहेको छ जसको नाम हो हंग्री र यो मुभीको डिरेक्टरको नाम हो जेम्स नन। हाम्रो एमसीयू र डीसी को जेम्स गन चाहिँ होइन। यसमा शार्क, क्रोकोडाइल, एलिगेटर वा जायन्ट स्नेक एनाकोन्डाको जस्तो त्यस्तो के पनि हेर्न पाइँदैन। यसमा अट्याक गर्ने एनिमल हो एउटा वाइल्ड हिप्पोपोटेमस र यो मुभीको ट्यागलाइन चाहिँ मलाई दामी लाग्यो के, दिस हिप्पो इजन्ट प्लेइङ गेम्स। यसको स्टोरीको कुरा गर्ने हो भने अराउन्ड 6 to 7 पिपल एउटा सानो बोटमा रिभरमा गएर सफारी गर्न जान्छ हैन, क्रोकोडाइलहरु हेर्ने। मैले भनिहाले हिप्पोपोटेमसले तिनीहरुलाई अट्याक गर्छ। सुरुमा हिप्पोपोटेमसलाई देखाउँदैन कुन एनिमल हो भनेर थाहा हुँदैन हैन, पछि मात्रै देखाउँछ। यसको पोजिटिभ्सको कुरा गर्ने हो भने यसको रन टाइम जुन 1.5 आवर हो एकदमै ठीक छ हैन। लेन्थ, स्टोरी डेभलपमेन्ट, इन्टेन्सिटी, त्यो स्ट्र्याटेजी लगाउने सबै कुराहरु एकदमै राम्रो छ। परफर्मेन्सहरु सबैको राम्रो छ। तपाईहरुलाई एनाकोन्डाज हैन, त्यो जेनिफर लोपेज वाला एनाकोन्डा है, अस्ति त्यो ज्याक ब्ल्याक वाला चाहिँ होइन, क्रल मुभी, शार्क अट्याक खालको मुभिज हेर्न मन लाग्छ भने यो मुभी तपाईहरुलाई स्योरली पनि मन पर्ने छ। एभ्री अट्याकले अथवा एभ्री हिप्पो सिनले चाहिँ थ्रिलिङ मोमेन्ट अथवा त्यो स्केरी मोमेन्ट मजाले दिने गर्छ। अब यसको नेगेटिभको कुरा गर्ने हो भने अलिकति स्लो जस्तो फिल हुन्छ हैन, अलिकति टाइम लगाउँछ हिप्पोलाई देखाउनलाई, तर जस इंगेज वा त्यो थ्रिलिङ त बनाइराखेकै हुन्छ सुरुबाटै। अनि एक दुई जना क्यारेक्टर्सहरुले चाहिँ एकदमै इरिटेट गराउँछ हैन। अनि यसको एन्डिङ नराम्रो छैन तर जनावरको पनि फिलिङ्स हुन्छ है भन्ने खालको त्यो एउटा इमोसनल साइडमा एन्ड गरेको छ। म यो मुभीलाई इजिली 8 out of 10 रेट गर्छु। तपाईहरुलाई सर्भाइभल मुभी मन पर्छ भने यो मुभी सियोरली पनि हेर्नु होला। फ्रेन्ड्स र फ्यामिलीसँग मजाले हेर्न मिल्छ। थ्यांक यू फर वाचिङ।